हेलो नमस्ते जोले लफाहरू वेलकम छ मेरो युट्युब च्यानलमा सबैजनालाई। सो आज चाहिँ भिडियो के को बारेमा हो भन्ने हजुरहरूले बाहिरको टाइटल या थम्बनेल थाहा पाइसक्नुभयो होला। सो हामीले चाहिँ मोमो बनाएर खान लाग्यो आज। सो अहिले चाहिँ म पिठो मुस्न लाग्यो। अरू तयारी त मासु लिँदैन छ मम्मी, अरू तयारी भइसक्यो, अचार पनि रेडी लगभग रेडी भइसक्यो। सो म चाहिँ अब पिठो मुस्छु अनि रेडी गर्छु साथीहरू। सो यदि मेरो च्यानलमा नयाँ आउनुहुन्छ भने म चाहिँ बिपना थारा मगर फ्रम अहिले माइतोमा छु। मेरो घर चाहिँ रौङ्डाङ। सो अहिले चाहिँ कति दिउँसोको भन्नाले दिउँसो त भएको छैन एकदम। म चाहिँ खाना खाएर अब रेडी गरेको साथीहरू। अनि फेरि हुन्छ नि त, अहिले बनाएर रेडी गरेर ठ्याक्क दिउँसो नास्ता खानु हुन्छ। म चाहिँ यति मुस्छु ल। सो साथीहरू मेरो न्यू च्यानललाई सबजनाले लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला। अन्त सब्सक्राइब पनि बढ्दैन के हो साथीहरू। पहिला पहिला एउटा सब्सक्राइब बढाए पनि कति खुसी हुन्थे। आजभोलि त सब्सक्राइब बढाउनु पनि कति डौ के। सो साथीहरू हामीले चाहिँ चिकनको मोमो बनाउनु लाग्यो ल। चिकन मोमो म चाहिँ अहिले बाहिरको गल्लीमा बसेर पिठो मुस्दैछु। म चाहिँ यहाँबाट बनाउने मोमो, यहीँ बसेर बनाउने हो। दिसो मुसेर राखेपछि ढाकेर राख्छु म चाहिँ। अलिक पछि नरम हुन्छ, सफ्ट हुन्छ कि साथीहरू। सो साथीहरू मैले चाहिँ मुसेर रेडी पारेँ, रेडी भयो चाहिँ। अब म चाहिँ किमा मुस्छु, किमा रेडी गर्छु म चाहिँ। अब यस्तो ढाकेर राख्छु म चाहिँ, यहाँ छेउमा राख्छु। साथीहरू म चाहिँ अब किमा मुस्छु। म चाहिँ किमा हो, किमा र प्याज अब यहाँ हालेर म चाहिँ मजाले मुस्छु। यो चाहिँ बन्डा अनि आर्या र अदुवा, लसुन र अदुवा। यो चाहिँ म चाहिँ अब धनिया काट्छु। यो चाहिँ बनधनिया साथीहरू। यस्तो बनधनिया पनि मासुमा अनि अरूमा पनि हाल्ने गरिन्छ। पहिला पहिला हामी गाउँमा हुँदा हाल्थे। यस्तो धनिया डाँडातिर हुन्थे, हामी चाहिँ मासुमा पनि हाल्छ यस्तो धनिया। अनि म चाहिँ आज यहाँ पनि हालेछु, मोमोमा किमामा हालेछु। बसाउँछ नि यो यस्तो धनिया पनि। यहाँ बसेर बनाउँदा भिडियो पनि अलिक क्लियर आउँछ भन्नुभएको थियो साथीहरू। बाहिर बसेर बनाएको गल्लीमा। अब यो चाहिँ मोमो मसला, मोमो मसला यो चाहिँ भयो।
म चाहिँ थोरै बेसार पनि हाल्छु। अब नुनको पालो। अब यो म चाहिँ उता राख्न जान्छु साथीहरू। यो यहाँ प्लास्टिकमा हालेर राख्नु पर्यो। तेल लिएर आएको साथीहरू। यहाँ तेल ग्लासमा तेल छ। म चाहिँ यहाँ तेल रेडी भयो किमा पनि। यो कस्तो भयो? गरम भयो कि नै? अब म चाहिँ बेल्ने गर्छु। यहाँ बेल्ना लिएर आएको छु। बेल्ने कुरा म चाहिँ यहाँ राख्छु। म चाहिँ यहाँ राख्नेछु यो बेलेको। सरी, पहिला म डल्ला बनाउँछु। म चाहिँ पहिला यो सानो पेल्छु। सानो ठ्याक्क मोमोको लागि पेलेपछि भ्याएपछि म चाहिँ बल्ल बनाउँछु ल। सो साथीहरू म चाहिँ अब स्टार्ट गरेँ ल। यहाँ हालेर यहाँ चाहिँ म राख्छु। मलाई चाहिँ मोमो त्यति बनाउनु पनि आउँदैन। अलिअलि जस्तो राम्रो टाइपको बनाउनु पनि आउँदैन ल। आफूले जस्तो जानेछु त्यस्तै बनाउँछु। मेरो मोमो त
त साथीहरू मैले चाहिँ यति बनाइसकेँ। अब यो चाहिँ मैले मोमोको भाँडामा हाल्छु। यो चाहिँ एउटा स्टिम हुन्छ होला, एक स्टिम। थम्बनेलको लागि खिच्नु पनि साथीहरू फोटो होइन। एकदम राम्रो त बनाउन आउँदैन, त्यही पनि बनाए ल। दुई स्टिम पनि भयो। म यो चाहिँ अब बसाल्छु ल। Oh my god. चप्पल त यहाँ चाहिँ एक स्टिम पाक्दै छ। यो पनि बसाल्छु म अब। ती स्टिम भयो गाइस। अब एकछिनमा पाक्छ ल। अब चाख्नु पर्यो साथीहरू। खै त साग टाटो टाटो चाख्नु पर्यो। झऱ्यो खाएला साथीहरू। अब योसँग खानु पर्यो साथीहरू। फर्स्ट टाइम साथीहरू। सलादसँग खानु पर्यो साथीहरू। सागसँग अटिन्छ क्यामेरामा। मिठो छ, मिठो छ, मिठो छ। मैले बाबु के खाएको? मिठो छ मोमो हो। ल ल खाऊ है। सो साथीहरू अब चाहिँ यति बाँकी छ बनाउन। यति बाँकी छ। यो हाम्रो मोमो ल। फेरि टाटो टाटो खानु परेको साथीहरू।
अब टाटो टाटो खान्छ ल हामीले ल मैले खाने बेला भयो नि त गुड साथीहरू हामीले चाहिँ मोमो बनाएर सकेपछि अब सरसफाइ त गर्नु पर्यो म चाहिँ यहाँ बनाइसकेपछि बटार्दैछु कति धेरै ठुलो कति धेरै फोरो बाट्यो त्यहाँ म त कल्लीमा बसेर मोमो बनाएको त्यही भएर म चाहिँ बनाइसकेपछि बटार्दैछु अनि यति नै हो भिडियो चाहिँ सबैजनाले हेर्नु होला अनि लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला मेरो न्यू च्यानललाई साथीहरू सबैजनाले हेर्नु होला ओके बाई थ्याङ्क यू